हेलो एभ्रिवान, नमस्ते सबैजनालाई स्वागत छ मेरो सानो छोटो ब्लगमा चाहिँ। यो चाहिँ अस्तिको भिडियो बल्ल आज एडिट गर्दैछु। अस्ति 12 बजेतिर बल्ल काम गर्न गएको थियो। 1-2 घन्टाको लागि मात्रै काम गर्न गएको थिएँ कि म। त्यसपछि म टनेलमा पुग्नभन्दा अगाडि नै मम्मीले गएर घाँस काटिसक्नुभएको छ। म चाहिँ भिडियो खिच्दै हिँड्छु भनेर भिडियो खिच्दै हिँडेकी थिएँ। अनि त्यसरी हिँड्दाखेरि मम्मीले गएर घाँस पनि काटिसक्नुभएको छ। अनि घाँस काटिसकेपछि चाहिँ म पुगेपछि त मम्मीले यति ढिलो आउने ती काम गर्न बोलायो, अनि 1 घन्टापछि बल्ल आउँछ, काम गर्ने 2 घन्टा पनि होइन, रिसाउँछ काम पराउँदा भनेर भन्नुभएको थियो कि। त्यसपछि अनि म टनेलमा पुगेँ। अनि नबोलिकन टनेलमा पुगेँ। टनेलमा पुगेपछि म यसो निगरानी गर्न लागेँ। टनेलमा अब कताको के काम गर्न पर्ने हो, कताको झाडु काउन पर्ने भनेर म टनेल सार्दै गएँ। अनि यो टनेलको झाडु काउन पर्ने रहेछ, तर अब यो टनेलको झाडु काउनु पऱ्यो नि, अब म यताउता निगरानी गर्न जान्छु अरू टनेलमा भनेर गएँ। अनि अर्को टनेलमा पुगेपछि चाहिँ यसमा चाहिँ फल फल्न लागिसकेको रहेछ। अनि यहाँको यस्तो गेडाहरू लागेको छ। अनि मम्मीले टिकटक बनाउनु त लागेको छ, मोबाइल खडाउँदै हिँड्छस् के अरे भन्नुभयो। अनि ल त नि भनेर अनि टिकटक बनाउन लाएँ। अनि टिकटक बनाउँदा नि फेरि एङ्गलबाट खिच्नु पऱ्यो, सबै मिलाउनु पऱ्यो। भिडियो खिच्ने नि मै भएँ। अब यसरी टिकटक बनाउन पनि अब रमाइलो पनि हुने भयो। फेरि काम गर्ने कति गरिराख्ने, काम गऱ्यो जति गऱ्यो भने देखिँदैन टनेलमा। यो घरको काम त केही नदेखिने के। पैसा नआउने बसी अब पैसा पनि झ्याप महिना पछि आयो। 1000 के अरे 20,000 30,000 पनि आयो हुन्थ्यो। यो त देखिँदै पनि नदेखिने। त्यही अब अलिअलि रिल्याक्स गर्न पऱ्यो भनेर रिल्याक्स गर्नको लागि भए पनि भिडियो बनायो। भिडियो बनाउनुको न्युमा पनि हामीहरूले रिल्याक्स फिल पनि हुन्छ क्या न, काम गरेर गोटे काम गरेर अनि गाह्रो मात्रै हुन्छ। टिकटक बनाउन नै 1 घन्टा भने मस्तसँग आनन्दले यो कामको बारेमा केही नसोचिकन टिकटक बनाएको हुन्छ क्या। त्यसपछि म अब टिकटक बनाइसकेपछि चाहिँ म काम गर्नको लागि आएँ। अघि देखाएको टनेलको त्यो यसको काम गर्नुपर्छ भनेको टनेलमा चाहिँ म त्यसमा आएँ। त्यसको चाहिँ झाडु काउन लागेँ। झाडु काउन पनि झार पनि फेरि सानो उक्काउन पनि नसकिने झार थियो। अनि बा पनि थुप्लुक्क आउनुभएको थियो। अनि ल बा झाडु काउनु भने अनि बाले यसो उक्काउनु लाउनुभएको थियो। म त सकिनँ, घुँडा दुःख भन्नुभयो। अनि बालाई पठाइदिएँ। अब बाको त्यतिखेर चाहिँ मैले भिडियो पनि खिच्न पाइनँ क्या, आफै टिकटक बनाएर बसेँ। त्यतिखेर बा आउँदाखेरि चाहिँ त्यतिखेर त्यही भएर मैले भिडियो बनाउन सकिनँ। त्यसपछि मैले झाडु उक्काउँदै पनि सकेर पनि म अर्को टनेलमा चाहिँ निगरानी गर्न गएँ। अनि अर्को टनेलमा जाँदाखेरि मम्मीले पनि अलिअलि झाडु काउन लाउनुभयो रहेछ। यहाँ देखेको छ कि गोलोमा अलिअलि झाडु हुन्छ, अनि त्यसको उक्काउन लाउनुभएको थियो। अनि म चाहिँ कता किरा लागेको छ कि लागेको छैन कि अब के कस्तो छ, फेरि किरा लागेको भए चाहिँ फेरि बिष छर्नु पऱ्यो भनेर चाहिँ मैले चार्न गएँ। त्यतिखेर चाहिँ केही देखेँ, टुटासुटा नि लागेको केही देखेन। बा पनि फेरि त्यहाँ देखिनुभएको छ भिडियोमा, टुटाहरू पनि केही देखिनँ मैले। अनि झाडुकाको ठाउँमा चाहिँ अलिअलि छुटेको रहेछ, त्यो पनि उकाएँ। त्यसपछि चाहिँ यता कोदोको बिउतिर पनि हेर्न गएँ। कोदोको बिउ पनि अब कोदो सार्ने बेला पनि भइसकेछ। अनि यतिको साथ भिडियो सकियो। धन्यवाद।